हाई एभ्रिवान, नमस्ते। जोडले सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी लाँदैछौँ बुवालाई दरबार स्क्वायर घुमाउनलाई। मेरो चाहिँ क्यामेराको सेटिङ चाहिँ टाइम ल्याप्समा गएको रहेछ, मलाई चाहिँ थाहा भएन। सो यसमा साउन्ड आएको छैन र मैले चाहिँ अलिकति भिडियो चाहिँ भोइस ओभर गरेको छु। ल अब भिडियो चाहिँ एकछिनमा चाहिँ स्टार्ट हुन्छ। भयो बुवा आउनु अब, ल बिस्तारै आउनु है बुवा। ल 55 झ्याली दरबार यो चाहिँ अब मैले यहाँ पनि भिडियो खिच्दैछु त। बिस्तारै जाने बुवा, यता फर्किनु बुवा, अनि हात माथिबाट। ल ठिक छ। चाहिँ 55 झ्याली दरबार घुमेर चाहिँ अब हामी जाँदैछौँ माटोको भाँडा बनाउने ठाउँतिर। हाम्रो बुवाको चाहिँ फोटो सुट हुँदैछ 55 झ्याली दरबारमा। त्यस्तो रमाइलो छ है सिनहरू। यो सबै 55 झ्याली दरबार। दुईजना चाहिँ थकित अवस्थामा, बुवा चाहिँ एकदमै एक्साइटेड हुनुहुन्छ। त्यहाँ माटोको भाँडा बनाउने ठाउँतिर जाने। यताबाट जाने कि त्यहाँ तलबाट बाटो छ कि। त्यहाँ माथि जान पाइँदो रहेछ त। बुवा आउनु त्यहाँ जाउँ, उयो जाउँ, यहाँ माथि जानु नि। उयो यो यहाँ माथि होइन, अब माटोतिर लु जाउँ त्यसरी। ल शौचालय जानु, माटोतिर जाउँ है त। अब कस्तो लागिरहेछ बुवा? ए धेरै राम्रो, कति राम्रो है। हजुर त्यस्तो मल्लकालीन राजाहरूको पालाको इतिहासमा उल्लेखित कुरोहरू अहिले हुबहु अब लेखकले लेखेको मिल्छ नि, मिलेको छ नि, त्यो अनुभव भइरहेको छ। अब हामी माटोको भाँडा बनाउने ठाउँतिर जान्छौँ। अब माटोको भाँडा, अब यहाँका माटोको भाँडा कस्ता हुन्छन् अब हेर्नुपर्छ। हामी गइरहेको छौँ त्यहाँ। हामी चाहिँ अब यहाँ माटोको भाँडा बनाउने ठाउँमा जाने। बुवा यहाँ हेर्नु त, यस्तै हुन्छ त्यहाँ।
हामी जान लागेको ठाउँ यस्तो माटोको बनाउने हो ठाउँमा जाने हो यसरी चक्रमा राखेर हिलो राखेर हजुर हामीले पनि बनाउनु ल बुवा हामीले पनि बनाउनु पाइन्छ ए हो पाउँछ हामीले बनाउने घुमाएर हेरौँ हामीले पनि बनाउनु पर्छ ल ल ठिक छ बन्द रहेछ गइहाल्नु न उतै बस्नु हामी चाहिँ यहाँ कुर्दैछौँ यसो कुराकानी हुँदैछ खोइ के कुराकानी हुँदैछ थाहा भएन एउटा चाहिँ किन फायर मुड भएको यसलाई टोयलेट लागेर हो पान्छुहरू रहेछ पान्छुहरू सजाउनेहरू यिनीहरू यस्तै हो म छ यहाँ सबै दुई तीन ठाउँतिर यस्ताहरू पनि रहेछन् सबै काठको बनाएको होला है बस्दैन रहेछ नबस्ने रहेछ त्यो त यहाँ जाउँ भनेको के मैले चाहिँ घुमाउँदैछ त जाउँ न यहाँ बुवा हामी यहाँभित्र जानुपर्छ हो यहाँभित्र जानुपर्छ हामी पनि जाउँ न यहाँभित्र त्यो बाहिर भन्दा यहाँ राम्रो हुन्छ कि जाउँ बुवा पाइन्छ आउनु आउनु पाइन्छ त्यो बनाउनु पनि पाइन्छ है बनाउनु पनि पाइन्छ ल बुवा बनाउनु पर्छ है हजुरले कस्तो राम्रो कि सबै माटोको रहेछ यिनीहरू कस्तो क्युट रहेछ यहाँ बनाउनु हुने भनेर भाँडाहरू बनाएर सुकाइरहेको आउनु हामी त बनाएको पहिला पनि उयो सुकाएको हेरौँ न त त्यहाँ पर बनाएको हामीले माटो कृष्ण मन्दिरको छेउमा आएर चिया खान लगाइरहेको छौँ होइन किसिँदा यता हेर न बुवा हजुर चाहिँ मन्दिर हेर्दै बस्नु ल म जुजुदो खान्छु हामी जुजुदो खान लागेको हामी चाहिँ यहाँ कृष्ण मन्दिरको नजिकै बसेर
जुजुधौ खाने कार्यक्रम भइरहेछ। जुजुधौ खाने कार्यक्रम भइरहेको छ। यसले चाहिँ खाइ पनि सक्यो, लुस्काले पनि खाइसक्यो। अलिक खाने लुस्का? जुजुधौ चाहिँ मिठो हुन्छ। भयो बाहिर पनि हुँदो रहेछ दिदी च्याउ, बाहिर पनि ल्याउँदो रहेछ अर्डर गरेको होला नि। बोजू टरेर जानु पर्यो। कृष्ण मन्दिरको छेउमा आएर चिया खान लगाइरहेको छौँ होइन। किसिदा यता हेर न बुवा, हजुर चाहिँ मन्दिर हेर्दै बस्नु ल। म जुजुधौ खान्छु। हामी जुजुधौ खान लागेको। अघि चाहिँ हामी यता खिचेको थियौँ। कस्तो यो त ढुङ्गै ढुङ्गा है। ल हामी चाहिँ फेरि अब एकपल्ट घुमेर फर्किँदै। उयो हेर्नु न बुवा, यो कसरी बनाएको है उयो के अब कस्तो मजाको देखिरहेछ सिन। आज हामी दरबार स्क्वायर पनि राम्रोसँग घुम्यौँ है बुवा, रमाइलो भयो है आज। सबैजना हाम्रो टोलीहरूलाई ल देखाइदियो लास्टमा भिडियो। हामी चाहिँ हाई भन्नु मात्रै जन्मेको। अब हाई र भाइ अब बुवा पनि अब हेरेर अब मजा आयो बुवालाई पनि है। मलाई त युके लन्डन अमेरिकाको मलाई चाहिँ रहर भएन। यहाँ अचम्मै लाग्यो यो चाहिँ यस्तो चाहिँ प्राचीन स्मारकहरू अचम्मै नि अचम्मै। त्यत्रो 45 सालको भूकम्प, 72 सालको भूकम्प, 45 साल 90 सालको भूकम्प। अब यो खै त्यो ताँसेको चाहिँ खोपेको देवालय देवताहरू सबै मूर्तिहरू छँदैछ, झरेको छैन। त्यही त जस्ताको जस्तै छ है। लुसिकाको सेकेन्ड टाइम, कृषिताको फर्स्ट। अनि यत्रोमा पनि झर्नु त यो मूर्तिहरू यहाँ यसरी चाहिँ यत्रो भूकम्पमा। अब 45 सालको भूकम्प, 72 सालको, अनि 45 साल 90 सालको, 45 सालको 72 सालको भूकम्प नझरेको अनि बोकेको बुवाहरू मूर्तिहरू हो नि समेत। अनि नबिग्रिएको पनि है बुवा, नबिग्रिएको न यस्तो। अनि भने त्यतिखेर जनाउ नै थिएन, जनाउ नभएलामा कसरी कतिले खोपिसके यत्रो यत्रो। यति भन्दै हाम्रो चाहिँ दरबार स्क्वायर घुमघाम गरेको भिडियो चाहिँ यहीँ क्लोज गर्छौँ। हामी चाहिँ दरबार स्क्वायर चाहिँ मजाले घुमेर भिडियो चाहिँ कम खिचे पनि हामीले चाहिँ इन्जोय चाहिँ धेरै नै गऱ्यौँ होइन। इन्जोय धेरै भयो बुवा, रमाइलो भएन। मल्लकालमा भक्तपुरको राज दरबार अझै पनि छन् जस्ताको तस्तै नै सबै अचम्मै हुनेछन्। पुरानो स्मारकहरू देखिन्छन्, सबै छक्कै पऱ्यो। म त कति रमाइलो, कति राम्रो। बुवा छक्कै पर्नु पऱ्यो दरबार स्क्वायर हेरेर।